भान्सागर गौतम काकासँग भेट भयो र उहाँ तिरापाञ्चलको गौतम समाजको एकजना सभापति पनि हुनुहुन्छ उहाँ। र उहाँलाई म एउटा खुसीको साथमा अब वर्ल्ड इन्भाइरोमेन्ट डे आउँदैछ, वर्ल्ड इन्भाइरोमेन्ट डेमा हामीहरू सबको तयारी होस्, हामीले घर घर बिरुवा लगाउँ, बाटो बाटोमा लगाउँ भन्दै उहाँसँग भेट गरेर उहाँलाई आजबाट मैले बिरुवा दिनु थालेको छु। धन्यवाद मेरो भतिज प्रकृति प्रेमी लीला गौतम जो सुदूर कुनामा गएर यो एउटा पर्यावरणको कार्य गर्दै आफ्नो समाज आफ्नो देशकोलाई पर्यावरणबाट अग्रसर बढाउँदै उहाँ मेरो घरमा पनि आज आइपुगेकोमा म धेरै धेरै धन्यवाद दिन्छु उहाँलाई। अनि यो बहुत बहुत महान कार्य हो, किनकि यसले गर्दा हाम्रो प्रकृति हाम्रो यो सौन्दर्यता र पर्यावरण साथै यी सबैलाई स्वच्छ राखेर हाम्रो मानव जीवन वा प्रत्येक प्राणीहरूको जीवनलाई स्वच्छ राख्ने यो एउटा प्रयास हो। यसबाट हामीले शुद्ध वायुहरू पाउँदछौँ र यो पर्यावरण भयो भनेदेखि हामीलाई जिउनलाई धेरै धेरै नै सजिलो हुन्छ। नभए हामीको आज बिमार आजार अनेक किसिमका यी दुरारोग्य रोगहरूले ग्रसित भएको छ, यो पर्यावरणकै कारणले गर्दा दूषित वायुले गर्दाखेरि नै पनि हो। र यो म धेरै धन्यवाद दिन चाहन्छु हाम्रा भतिज लीला गौतमलाई, जो उहाँको यो महान कार्यलाई अझै अगाडि बढाउनको लागि हामी सबैले सहयोग गरेर हामी उहाँलाई उत्साह दिँदै उहाँको सहयोग गर्दै अगाडि जाउँ भन्दै म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। काकालाई पनि र हामी सबै विश्वमा जति पनि बसेका छौँ मानव जाति, हामीले यसपालि अलि प्रयास गरौँ र हरियाली बढाउँ भन्ने आशा राखेको छु। धन्यवाद काका। धन्यवाद।